नेपाल भारत सम्बन्ध हामीले सानैदेखि सुन्दै आएको सम्बन्ध हो। छिमेकी देश मात्रै होइन, दुःख सुखमा सँगै रहेका दुई देश। सीमा जोडिएको छ, संस्कृति जोडिएको छ अनि जनस्तरको सम्बन्ध त झन् धेरै पुरानो छ। तर आज म चाहिँ नेपाल भारत सम्बन्धको अलिक फरक पाटोको कुरा गर्दैछु। नेपालको विकासमा भारतले गर्दै आएको सहयोगको विषयमा। हामीले नेपालका विभिन्न ठाउँमा विद्यालय, अस्पताल, खानेपानीका आयोजना, कृषि केन्द्रहरू देखिरहेका हुन्छौँ। अनि यस्ता धेरै आयोजना मध्ये केही भारत सरकारको सहयोगमा बनेका छन्। यसै अन्तर्गत पर्ने एउटा कार्यक्रम हो HICDP अर्थात् उच्च प्रभाव सामुदायिक विकास परियोजना। यो कार्यक्रम सन् 2003 मा साना विकास आयोजनाबाट सुरु भएको हो। सुरुमा सानो स्तरबाट सुरु भए पनि अहिले यो कार्यक्रम नेपालका 7 प्रदेशसम्म पुगेको छ। अहिलेसम्म 605 वटा परियोजना स्वीकृत भएका छन् भने 512 वटा परियोजना सम्पन्न भइसकेका छन् र यसका लागि भारत सरकारले 16 अर्ब रुपैयाँ भन्दा बढी अनुदान सहयोग गरिसकेको छ। यहाँ एउटा कुरा के छ भने यी योजना भारतले आफैले छानेर बनाउने होइन, स्थानीय ठाउँको आवश्यकता के हो त्यस अनुसार माग जाने हो। जस्तै कुनै गाउँमा विद्यालय चाहियो, स्वास्थ्य चौकी चाहियो, खानेपानी चाहियो वा कृषि केन्द्र चाहियो भने स्थानीय तहबाट माग हुन्छ। भारत सरकारले आर्थिक सहयोग गर्छ अनि आयोजना निर्माण वा व्यवस्थापनको काम नेपालकै स्थानीय तहले गर्छ। शिक्षाको कुरा गर्ने हो भने 71 जिल्लामा 309 वटा विद्यालय तथा शैक्षिक भवन निर्माण भएका छन् भने स्वास्थ्य क्षेत्रमा 62 वटा अस्पताल तथा स्वास्थ्य चौकी बनेका छन्। ऊर्जा र कृषिमा पनि सहयोग भएको छ। विभिन्न जिल्लामा विद्युतीकरणका आयोजना सम्पन्न भएका छन् भने कृषि पूर्वाधार पनि निर्माण भएका छन्। त्यस्तै भारतले नेपाललाई 1049 वटा एम्बुलेन्स र 381 वटा स्कुल बस पनि उपहार दिएको छ। एम्बुलेन्सले नेपालका सबै 77 जिल्लालाई समेटेको छ भने स्कुल बसले 65 जिल्लाका विद्यार्थीलाई सहयोग गरिसकेका छन्। अब केही उदाहरण पनि हेरौं। उदयपुरको बाल मन्दिर माध्यमिक विद्यालयमा पहिले विद्यार्थीहरू टिनको छानामुनि बसेर पढ्नुपर्ने अवस्था थियो। अहिले त्यहाँ पक्की भवन बनेको छ। दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर बनेपछि पश्चिम नेपालका बिरामीलाई आँखाको उपचारमा थप सहज भएको छ। मुस्ताङको लोमान्थाङ स्थित गुम्बा विद्यालयमा छात्रावास बनेपछि हिमाली क्षेत्रबाट पढ्न आउने विद्यार्थीहरूलाई पनि बस्न सहज भएको छ। अनि यो सहयोग शहरमा मात्रै सीमित छैन है। सुदूरपश्चिमको डोटीको उदाहरण हेर्नुभयो भने बडीकेदार गाउँपालिकामा रहेको केदार सूर्य बहुमुखी क्याम्पसको नयाँ भवन भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएर हालै उद्घाटन गरिएको छ। त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको महेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको पनि शिलान्यास गरिएको छ। त्यसका लागि भारतले 1 करोड 9 लाख रुपैयाँ सहयोग गरेको छ। भन्न खोजेको कुरा के हो भने यस्ता सहयोगहरू राजधानी वा ठूला शहरमा मात्रै केन्द्रित छैनन्। देशका टाढा टाढाका ठाउँसम्म पनि यस्ता परियोजनाहरू पुगेका छन् र यो सहयोग को काम पनि अहिले जारी नै छ। अगस्त 11 मा मात्रै थप 8 वटा नयाँ परियोजनाका लागि सम्झौता भएको छ। सुनसरीको बीपी कोइराला अस्पतालको डिजिटलाइजेसन, भोजपुर र हुम्लामा कृषि केन्द्र, दैलेख र सुनसरीमा अस्पताल भवन लगायतका योजना अब अघि बढ्दैछन्। त्यसैले नेपाल भारत सम्बन्धको कुरा गर्दा राजनीति र कूटनीतिलाई मात्रै हेरेर हुँदैन। हाम्रो गाउँघरमा बनेको विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, खानेपानीका योजना अनि त्यसबाट प्रत्यक्ष रूपमा सुविधा पाइरहेका मानिसहरूलाई पनि हेर्नुपर्छ। किनभने सम्बन्ध भनेको कागजमा भएको सम्झौता मात्रै होइन, जनताको जीवनमा देखिने परिवर्तन पनि सम्बन्धको एउटा हिस्सा पनि हो। तपाईलाई यस्ता विषयका कुरा मन पर्छ भने लाइक र शेयर गरिदिनुहोस्।